ल यताको नाप्नु त ठीक छ ल ओके कस्दिनु फास्ट एकदम पुरै टाइट हुनुपर्छ ल नट अझ स्पानर चलाउने हात पस्या छैन अनि नट बोल्टहरू उल्टो राख्नु भएको एकदम के अरे हेलो हेलो गाइजहरू हामी चाहिँ अहिले स्काफोल्डिङ सम्बन्धी स्किल ट्रेनिङहरू लिँदैछौँ देख्न सक्नुहुन्छ हाम्रो स्काफोल्डरहरू एकदम जोसमा हुनुहुन्छ अझै उठ्छ हल्का उठ्छ है माथि उठ्नु माथि हल्का उठाउनु अझै स्पिड लेभललाई हेर्नु ल सिधा राख्नु स्पिड लेभललाई अलिक बाङ्गो छ हो स्ट्रेट हुनु पर्यो ल हो अलिकति माथि उठ्छ हल्का हान्नुहोस् यसले डालोले पछाडिको त्यो पछाडिको नै यताको खोलेर माथि सार्दिनु हो त्यसलाई हान्नु त ल पछाडिको डालोले यसरी हान्नुहोस् हल्का लुज गरेर हान्नुहोस् जान्छ ल अब लेभल हेर्नु ल धेरै माथि भयो धेरै गाह्रो थोरै त हो ल आयो ओके 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 plan. उता फिक्स गर्नुस् यता माथि जान्छ अहिले